हेलो साथीहरू नमस्ते। म चाहिँ भ्लग बनाउन सुरु गर्दैछु होइन। आज यो चाहिँ मेरो फर्स्ट भ्लग हो। यसो हेरेर कस्तो बनाएर चाहिँ यसो हेरेर कमेन्ट गरिदिनु होइन। म चाहिँ अहिले ठ्याक्क पोखराबाट याङ्जाकोट जाँदैछु माथि गाउँपालिका होइन। 1.5 घन्टा जति लाग्छ होइन। सर हेरौँ माथि गएपछि चाहिँ अलिकति बाटो कच्ची छ। बल्ल यहाँ चाहिँ अहिले ठ्याक्क पाटनबेसीमा छु होइन। कामखोला कटेर ठ्याक्क पाटनबेसी आइपुगेको छु। ट्रक आयो, जाऊ जाऊ जाऊ। दुश्मन हेरेको हेरे, हामी त हेरेको हेरे। ठ्याक्क म पढेको स्कुल कट्यो होइन। अब ढल्के पुल आइदिन्छ एकैछिनमा होइन। ढल्के पुलबाट अहिले फेरि बाटो बनाउनु लागेको भएर ठ्याक्क खोला जानुपर्ने भएको छ। कता हिँडेको हट भएर पट भएर, हामी त हेरेको हेरे। ढल्के पुल आइयो हामी। अब यहाँबाट ठ्याक्क राइट जानुपर्छ। राइट लागेर खोलातिर जाने हो होइन। अब यता बाटो बनाउँदैछ त्यही भएर ब्लक छ उता। कुकुर हट बाटो हट, हामी अगाडि जानुपर्ने छ। ठ्याक्क यो झुलुङ्गे पुल मुनिबाट सरर जाने। यहाँ चाहिँ अलिकति अप्ठ्यारो छ बाटो। टक्क झुलुङ्गे पुल मुनि आयो हामी। झुलुङ्गे पुल पनि कटियो। और यहाँ चाहिँ अलिकति अप्ठ्यारो बाटो छ तर पनि केही छैन। सुलुलुल्ल गइहालिन्छ नि हामी। अब हामी खोलाको नजिक आइपुगेको छौँ होइन। अब कतिवटा खोला तर्नु पर्ने हो, गन्दै तर्नु पर्यो। 10 वटा त पर्छ होला। 10 वटा खोला, एउटै खोला यताउता गर्दा 10 वटा खोला हुने भयो। उताबाट गाडी आयो होइन। अब साइड लगाउनु पर्यो। चिनेको दाइ आइपुग्नु चाहिँ क्या हो। बाई बाई दाइ। अब हामी खोलामा सुरु भयो। यो चाहिँ विजयपुर खोला। अब एकछिन खोलाको बगर जाँदै ट्याक्क माथि एउटा पुलमा पुगिन्छ। पुल तरेर माथि गएपछि फेरि पिच छ होइन। अब एकछिन खोलामा हिँड्नु पर्यो, के गर्ने त। बाटो बन्दै छ उता पनि। सलल बगेको गण्डकी, म चाहिँ साथीहरू होइन डाइरेक्ट माथि आएर अनि बल्ल भिडियो अन गरिदिएको कि। तल चाहिँ मोबाइलमा चार्ज धेरै थिएन फेरि ठ्याक्क आज। अनि मोबाइलको चार्जले दान्ला जस्तै लागेन कि। फेरि भिडियो त गर्नु पऱ्यो। अनि डाइरेक्ट माथि आएर तलको पिच बाटोहरू पुरै सकेर माथि आइसक्यो होइन। माथि नदी पनि पुल तरेर माथि आइसक्यो। माथि याङ्जाकोट आइपुग्ने बेला आयो। यहाँ चाहिँ बाटोको काम भइरहेको रहेछ, नालीहरू बन्दै रहेछ। यहाँ चाहिँ अब कच्ची बाटो रहेछ सर, के गर्नु नि। अब आफूलाई थाहा थियो होइन कच्ची बाटो छ अलिकति भन्ने होइन। त्यही पनि सरर आउँदैछ। अलि धुलो रहेछ धेरै, लास्टै धुलो। पछाडि त खतरा धुलो उडे रहेछ।
अब पछाडि धुलो उडेर के भएर अगाडि आउँदैन होइन। धुलोले तर लास्ट गाह्रो भएको छ गाडीलाई तान्न, गुहाँ गरिरहेछ, घुम्ती रहेछ। अब एकैछिनमा आइपुगिन्छ तर अहिले चाहिँ धेरै नै माथि आइपुग्यो हामी चाहिँ। अब लगभग अब धेरै छैन। अब चार्ज भएन मोबाइलमा, त्यति राम्रो बनाउन पाइएन, गाह्रो नमानिदिनुहोस् साथीहरू। फर्स्ट भ्लग होइन, फर्स्ट ट्राई हो मेरो यो चाहिँ। कस्तो हुन्छ अब हेरौँ, हेर्दै जाऊँ। यहाँनिर चाहिँ सही रहेछ बाटो ल। यहाँ चाहिँ अब एक लट गोली हान्नुपर्छ गाडी। यहाँ अलिकति भए राम्रो रहेछ बाटो। यहाँ चाहिँ ट्याक्क रोलरले अँठ्याएर राखिदिएको रहेछ कि। सलल्ल कुद्नु पऱ्यो नि त यस्तो बेला त। बाटोको काम चाहिँ खत्रै भइरहेको रहेछ। ठ्याक्क एउटा गाडी मात्रै हटाउने भएर बसेर चाहिँ कुनै ठाउँमा ठ्याक्क ठोकेला जस्तो हुन्छ गाडी होइन। तल ठुल्ठुलो ढुङ्गाहरू आउन सक्छ माथिबाट। सलल्ल यहाँ चाहिँ माटो थुपारेर अलिकति अप्ठ्यारो बनाइदिए जस्तो छ यहाँ चाहिँ। तर पनि बिस्तारै गएपछि केही हुन्न। यहाँ चाहिँ अलिकति गडबड जस्तो रहेछ। ट्याक्क मतलब फाइनल्ली म डाँडामा आइपुगेँ होइन। ठ्याक्क यो चाहिँ के हो, यो घर हो कि के हो, हेल्थ पोस्ट रहेछ क्या हो। फर्स्टमा हेल्थ पोस्ट आइपुग्यो होइन। अब सिधै ठ्याक्क हामी याङजाकोट आयो साथी। मसँग मोबाइलमा चार्ज नभएर होइन, मैले सर्टकट बनायो ट्याक्कै मेरो गाडी। यो गाउँपालिकाको कार्यालय हो, यो चाहिँ बाटो होइन। उहाँ बस रहेछ यही हो याङजाकोट। त्यहाँ पोखरी थियो देखाउनै बिर्सेछु ला। सिउ सुन गाई।